नमस्ते। बहुचर्चित अहिलेको शासकीय सुधारका 100 बुँदाहरू कस्तो लाग्यो हजुरहरूलाई? बुँदाहरू सरस्वती हेर्दाखेरि त एकदमै राम्रो छ। अब कतिले ध्यान दिएर पढ्नु भएको छ कि छैन, मैले चाहिँ सरस्वती यसलाई लगभग 2 पटक 3 पटकसम्म हेरेँ। धेरै कुराहरू राम्रो छ, यसलाई कार्यान्वयन गर्न सक्यो भने चाहिँ एकदम राम्रो छ। तर तपाईँहरूले कतिले चाहिँ त्यसलाई चाहिँ यसो विचार गर्नुभयो। यसमा एउटा महत्त्वपूर्ण कुरा जुन चाहिँ छुटेको छ त्यो के हो भन्दाखेरि, जस्तो जुनसुकै मन्त्रालयको पनि तपाईँको मन्त्रालयको सचिवहरूले गर्ने, सहसचिवहरूले गर्ने अथवा यसको नेतृत्वमा गर्ने भनेको छ नि, जुन मन्त्रालयले कार्यान्वयन गर्ने हो त्यसैले समिति बनाएर कहिल्यै पनि हुँदैन। यो मैले पहिलेबाट पनि भन्दै आएको छु, लेख्दै आएको छु। पहिला त यसरी भन्ने गरिया थिएन, लेख्दै आएको छु कि कुनै पनि मन्त्रालयले अथवा कुनै पनि सङ्घ संस्थाले कार्यान्वयन गर्ने, सुधार गर्नुपर्ने कुराहरूको लागि त्यही मन्त्रालयको अथवा त्यही संस्थाको कुनै पनि प्रतिनिधिले, कुनै पनि कर्मचारीले, कुनै पनि पदमा आसीन भएको व्यक्तिले त्यसको नेतृत्व गर्यो भने त्यो सफल हुँदैन। किनभने उसले चाहिँ त्यहाँ सुधार गर्न चाहने कुराहरूले उसको व्यक्तिगत फाइदाहरूमा केही घाटा हुन गयो अथवा केही ठेस पुग्न गयो अथवा केही उसलाई चाहिँ चित्त बुझेन भने उसले त्यो गर्न सक्दैन। त्यसको लागि जहिले पनि बाहिरबाट मान्छेहरू ल्याउनुपर्छ, हायर गर्नुपर्छ। बरु त्यसको लागि पैसा अलिकति बढी किन नलागोस्, स्वतन्त्र व्यक्तिहरू चाहिन्छन्। र त्यो भयो भने मात्रै यो शासकीय सुधारका कुराहरू, यसको लागि जुन समितिहरू बनाइन्छन् त्यसको चाहिँ प्रभावकारिता हुन सक्छ। नत्र भने एकदमै गाह्रो हुन्छ। त्यो बन्ला, कार्यान्वयन होला, तर पनि त्यसले चाहिँ सुधार ल्याउन सक्दैन। र अर्को यो 100 बुँदामा छुटेको र मैले बारम्बार उठाउँदै आएको एउटा कुरा के भने, कहिल्यै पनि जुन तपाईँको धेरै नियुक्तिहरू गरिन्छन्, ठुला ठुला पदहरूमा गरिन्छन्, यो सरकारी सेवामा अविच्छिन्न रूपमा कार्यरत रहेर जुन चाहिँ तपाईँको त्यहाँबाट आउट भइसकेका हुनुहुन्छ अथवा आफ्नो सेवा अवधि पुरा गरिसकेका हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कहिल्यै पनि ती पदहरूमा दिनु हुँदैन, त्यस्ता नियुक्तिहरूमा अवसर दिनु हुँदैन। कहिलेकाहीँ सुझाव सल्लाहहरू लिनुपर्छ। तर त्यसरी त्यस्तो व्यक्तिहरूलाई नियुक्ति भने एक त त्यहाँ तपाईँको दोहोरो भूमिका अथवा दोहोरो सेवा सुविधाको कुरा आयो होइन। पहिला तपाईँको 30औँ 40औँ वर्षसम्म काम गरे हुन्छ, 60 वर्षको उमेरसम्म काम गरे हुन्छ, फेरि उसैलाई फेरि अवसर दिन हुँदैन। त्यसले त एकदमै अप्ठ्यारो स्थिति आउँछ। अरूहरूलाई अपर्च्युनिटी हुँदैन। किनभने यङ जेनेरेसन जस्तो अहिलेकै मन्त्रीमण्डलमा धेरै यङ जेनेरेसनहरू आएको छ, त्यस्तै यङ जेनेरेसनहरू, धेरै विद्वानहरू, धेरै कुराहरू जानेका मान्छेहरू धेरै नै हुनुहुन्छ। उहाँहरूलाई अवसर दिनुपर्छ र यो सेवानिवृत्त भएकाहरूलाई त्यस्तो अवसर दिनु हुँदैन। अब अस्तिको कर्मचारी सम्बन्धी जुन ऐन अथवा नियमावली अथवा त्यो आएको थियो त्यसमा पनि यो कुराहरू आएका थिए र अब आउने जुन आउँदैछ भनिएको छ कर्मचारी समायोजन सम्बन्धी ऐन, त्यसमा पक्कै पनि यो कुराहरू आउनेछ भनेर नै अहिले नराखिएको होला। नत्र यो चाहिँ यो एउटा बुँदा चाहिँ अनिवार्य राख्नुपर्ने थियो जस्तो मलाई लाग्छ। हस्, धन्यवाद।